Hello everyone and welcome back to my channel and how are you all of you होइन अहिलेसम्म मेरो पसलमा छु अनि कस्तो खुट्टा दुखेको छ आज 3-4 घन्टा ननस्टप लुगा पखाले मम्मीले चाहिँ साबुन लाउनु भएको थियो मैले चाहिँ पखाले चिसोले हो कि के हो है आजकल अब वेट पनि बढ्दै गएको छ नि त अनि खुट्टालाई भार भयो होला अन्त कस्तो खुट्टा दुखे जस्तो भइरहेको छ टिनिक टिनिक भएको छ राइट लेग मात्रै लेफ्ट चाहिँ केही भएको छैन अनि कस्तो टाउको पनि झुम्म भए जस्तै मौसम त्यसै चिसो चिसो छ होइन हिजो त खतरा पानी परेको थियो पुरै हुरी बतास आएको थियो होइन हुरी बतास चट्यान त्यसपछि फर्स्टमा त असिना नै आएको थियो अनि पानी चाहिँ अनि एकदम हेभी परेको थियो यस्तो चिसो भएको थियो हामी त्यति त्यो पानी पर्नुभन्दा पहिले चाहिँ लुगै धोइरहेको थियौँ कि मम्मी र म कौसीमा अनि त्यसपछि त्यस्तै सुरु गरेको चाहिँ त्यस्तै 4:30 बजीतिर के फेरि अनि कस्तो घाम लागिरहेको जस्तो भएको कारणले अनि कपडाहरू पनि त्यस्तो धेरै मैलो छैन नि त अनि त्यो तपाईँ साबुन लगाउनुहोस् अनि म चाहिँ पाल्छु भनेको त्यस्तो चाहिँ होइन तर हिजो चाहिँ हामीले के सोचेको थियौँ भन्दा मम्मी र मैले हिजो चाहिँ राति साँझतिर जे होस् 4:30 बजीतिर चाहिँ अब भिजाइराख्ने होइन बाटामा स्टफहरू राखेर भिजाउने अनि आज चाहिँ बिहान गएर लुगा धुने प्लान थियो कि होइन धुने प्लान थियो तर त्यो घाम लागेको भएर अनि जोसागर पनि आएको भएर पानी त वालछ्याल छ कौसीमा होइन आजकल त यता पानीको समस्या छ तर हाम्रो यता चाहिँ पानी मेरो घरमा हामी यहाँ बस्ने घरमा चाहिँ पानीको सुविधा छ भनौँ न अन्त पानी पनि छ अन्त एकदमै मुड चलेर मम्मी र म चाहिँ लुगा धुने भनेको त एकछिन पछाडि सुरुवात गरिसक्यौँ होइन लुगा धुनको लागि एकछिन पछि त एकदम अन्ध्यारो भएर आउँछ बादल त कालो भएर आउँछ अनि त्यसपछि त अनि घाम लाग्न जस्तो नि गर्ने त्यसरी कस्तो हुरी बतास आउनु थाले जस्तो कि एउटा कुरा हजुरहरूलाई थाहा छ है छैन जब होइन मम्मी र म लुगा धुन थाल्छौँ होइन तब चाहिँ मौसम चाहिँ एकदमै नराम्रो हुने कि हिजो सेम त्यस्तै भएको जस्तो भाइब्स भयो तर आज चाहिँ हामीले अब चाहिँ 9:30 बजीतिर चाहिँ लुगा धुने प्लान बनाएको थियौँ नि त होइन चिया खाएर जाँदाखेरि चाहिँ मौसम चाहिँ केही भएन है थ्याङ्क गड कपडाहरू सबै धुन सकियो 3:30 बजे नै होला आई थिङ्क अब सुक्न चाहिँ बाँकी छ होइन हुडीहरू एकदम बाक्लो छ हिजोको कुरा गर्दै थिएँ है अनि त्यसपछि त अनि 5:30 हुन लागेपछि होइन कस्तो बादल एकदमै कालो भयो होइन हुरी बतास पनि एकदमै चल्न थाल्यो कि अनि अरू मान्छेहरू चाहिँ कौसीमा सुकाएको कपडाहरू निकाल्दै थिए हामी त धोइरहेको थियौँ क्या अनि त्यसपछि मम्मीले त ल भयो अब जति पखाल्यौँ यो चाहिँ अब भिजाएर राख्ने अनि भोलि मात्रै के अरे धुने भनेर होइन त्यसपछि नि हामी के अरे ढोकासोका बन्द गरेर कौसीको बन्द गरेर तल आउन मात्र लाग्थ्यौँ पानी त एक्कासी झरा कि एकदमै बाहिर यदि हामी बाहिर त्यति बेला भएको भए त पुरै नित्रुकै हुने कि अनि त्यसपछि त ओहो अलिकतिले मात्रै के होइन अझै म त मौसम जस्तो भयो भने लुगा धुने मजाले यस्तो खतरनाक मौसमहरू च्यालेन्ज एक्सेप्ट गर्न मजा आउँछ भनेर के हुरी बतास चट्यान लावेला लुगा पखाल्ने होइन एकदमै त्यो हुन्छ नि खतरनाक एक्टिभिटिज गर्न मन लाग्ने भन्नाले त्यसो थियो नि अन्त पानी क्या परेको क्या अनि आज चाहिँ अब मजाले 9:30 बजीतिर त कौसीमा गइसकेको थियौँ त्यतिखेर त घामहरू मस्तले उदाउने टाइम भइरहेको थियो नि त होइन लाग्ने त्यतिखेर मजाले धुयौँ पानी पनि धेरै खेलेँ कि अनि त्यसरी यो चिसोले हो यो होइन राइट लेग कस्तो दुखे जस्तो भइरहेछ कि यस्तो अल्छी लाग्दो अनि मेरो भाइ पनि बाहिर गएको छ होइन हिजो अस्ति बाहिर गएको थिएन आज जान पाउँदा त उसलाई छटपट भयो कि के भयो होइन अब जो हाम्रो कपडाहरू चाहिँ पखाल्न सकिसकेको थियो अनि अझैले चाहिँ सकेन भनेर सोधिरहेको थियो अनि त्यसपछि छैन अझै 10-15 मिनट भनेको त ऊ त रेडी भएर त बाइकमै चढ्नु भ्याइसक्यो कि त्यसरी गइसक्यो अब आउने भनेको 7:30-8 त बजाइहाल्छ ऊ नआउन्जेलसम्म अब पसलमा बस्ने काम भयो त्यसपछि अब खाना त खाएको थिएन होइन बिहान चिया नास्ता गरेर गएको भए भोक पनि लागेको थिएन अनि त्यसपछि घरबेटी दिदीले चाहिँ चिया बिस्कुट चाहिँ ल्याइदिनु भएको थियो त्यो खायौँ त्यसपछि तल आएर अनि खाना खायौँ होइन
खानाको चाहिँ मैले सर्ट भिडियो बनाइराखेको छु, हजुरले हेर्न सक्नुहुन्छ आजको होइन के खाएको थिएँ भनेर। अनि अहिले चाहिँ म यहाँ पसलमा छु, दिस इज माई किराना पसल होइन। अनि त्यसपछि अनि अहिले चाहिँ म मङ्गल आरती हेर्दैछु होइन। म कहाँ पुगेको थिएँ, कस्टमर आएको भएर मैले पज गरेको थिएँ। अनि अहिले चाहिँ म मङ्गल आरती हेर्दैछु होइन। इस्कन मायापुरको होइन, हजुरहरूले चाहिँ युट्युबमा मायापुर टिभी भनेर सर्च गर्न सक्नुहुन्छ। त्यसमा चाहिँ लाइभ डेली मङ्गल आरती, दर्शन आरती, त्यसपछि भोग आरती हुन्छ होइन। अहिले चाहिँ म मङ्गल आरती सुन्दै होइन, अहिले चाहिँ मैले साउन्ड म्युट गरेको छु किनकि कपिराइट हुन्छ नि त। अनि त्यसपछि मङ्गल आरती हेर्दै च्यान्टिङ गरिरहेको थिएँ, मैले यहाँले स्टप गरेको छु होइन। अनि रमाइलो हुन्छ नि त मङ्गल आरती सुन्दै च्यान्टिङ गर्न। अनि अलिकति जोससँग पनि आउँछ, भगवान्ले आशीर्वाद पनि दिनुहुन्छ नि त त्यसैले। अनि यो कुराहरू हजुरलाई सेयर गरौँ भनेर अब यस्तो बोल्ने बानीहरू त बसाल्नु पऱ्यो नि त। यस्तो भ्लग बनाउने भनेपछि अब ब्याक क्यामेराबाट गर्न आउँदैन, अहिले फ्रन्टबाटै गरिरहेको छु। हजुरहरूलाई चाहिँ अगाडिको चिज देखाउनु मलाई गाह्रो हुन्छ अहिलेलाई चाहिँ। अहिले चाहिँ यसरी नै भिडियोहरू बनाइरहेको छु। आई होप हजुरहरूले मलाई साथ दिनु हुनेछ। अनि आजको दिन हजुरहरूको असाध्यै शुभ बितोस्। दिन त अब सकिन लाग्यो जस्तो भइसक्यो, त्यही पनि होइन। गौरी तारिकी चाहिँ हरे कृष्ण एभ्रिबडी। हजुरहरू सबैजना स्वस्थ रहनु होला, मस्त रहनु होला, खुसी रहनु होला। च्यान्ट हरे कृष्ण एन्ड बी ह्याप्पी। हरे कृष्ण 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 हरे हरे, हरे राम 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 हरे हरे। जगद्गुरु श्री प्रभुपाद की जय। हरे कृष्ण हरि बोल।